हाम्रो गुरुगाउँबाट बाजे पनि आइपुग्नु भएको छ है। 100 वर्ष पुग्नु होला कि कति वर्ष पुग्नु भयो? 97 त पक्कै पुग्नु भयो। श्रमदानमा आज पुग्दै हुन्छ। एक जना काम नगरेर हुन्छ यहाँ काका ला दियो तपाईलाई त ठक्क भन्ने थियो तपाईलाई त नि। पहाड रोड जस्तो छ यो। हामी चाहिँ कता लोचाको पहिरो सोर्नु हिँडेको होइन, बाटो झिकेछ नि त जङ्गलले। के राम्रो साथीहरू हेलो, हामी चाहिँ आज श्रमदानमा जाँदैछौँ। लोचाको बाटोमा त्यो पहिरो भत्केको ठाउँमा बनाएर होइन गाडी छिर्ने चाहिँ बनाउनुको लागि हामी दुईजना पनि श्रमदानमा जाँदैछौँ। खार्मिया टोलीहरू अघि गाडीमा गइसक्यो होइन, हामी दुईजना चाहिँ वंशसँग हामी जाँदैछौँ। साथीहरू आजको श्रमदानमा एकछिनमा श्रमदानतिरै भेटौँ है त ल। लोचाको पहिरो सोर्नु हिँड्नु भएको हो नि त? आएर पनि लोचाको पहिरो सोर्नुको लागि हिँड्दै हुनुहुन्छ। कता हिँड्नु भएको बज्यू? बाटो बनाउनु हो? बाटो बनाउनु हिँड्नु भएको? ल हामी पनि त्यहीँ होला, आउनुहोस् है बाटो बनाउनु त। आलु चाहिँ मान्छे कति होला त? 50-60 त पुग्दैन होला, 25-30। आइपुग्नु भयो हजुर। मजाले राम्रो गर। हेलो साथीहरू, आज चाहिँ हामी यहाँ लोचाको पहिरोमा श्रमदानमा सबैजना जुटेको छौँ है साथीहरू। यो चाहिँ आज हामी यहाँ भान्जा चाहिँ ढुङ्गा पल्टाउँदैछ है। आज काम धमाधम भइरहेछ। यो पहिरोबाट पन्चाउने काम, पहिरो पन्चाउने काम भइरहेछ। यो पहिरोले गर्दा चाहिँ खार्मीवासीलाई चाहिँ गाडी छिर्नु गाह्रो भइरहेको थियो। सो अहिले चाहिँ यहाँ धमाधम श्रमदानबाट यो बाटो बन्दैछ है। यहाँ चाहिँ सुमो अटो छिराउने काम भइरहेछ है होइन भुवन सर? ठिक छ, हामी यहाँ झन् 100 जना भइसक्यो नि। यो पहिरो चाहिँ खास के भन्दा सर? जय श्रमदान होइन त? हामी सबै यो ठ्याक्कै हामी चाहिँ अहिले लोचाको बाटोमा श्रमदान गरिरहेको छौँ। हाम्रो काठमाडौँ कुट्ने ड्राइभर हुनुहुन्छ, एकदम भुक्मु ड्राइभर काम गर्दै हुनुहुन्छ। हामी चाहिँ एकदम श्रमदान बाटो बनाइरहेको छौँ। यो लोचा खोलाको हुर्लुङभन्दा अलि यताको घर पनि हेर्नुहोस्। र श्रमदान गर्दै हुनुहुन्छ सबैजना। यसो बोलिदिनु पर्यो अङ्कलहरू ल। हामी श्रमदाता हाम्रो दिदी बहिनीहरू, महिला मम्मीहरू टक्क हुनुहुन्छ। यत्रोजना श्रमदानको लागि आउनुभएको छ। यता पैया सिप्टी मिङाले गुरुगाउँ आर्मीको सबैजना हुनुहुन्छ श्रमदान गर्न आउनुभएको। श्रमदान गरिरहनु भएको छ सबैले। बुढाबुढी आमाहरू नै आउनु भएको छ श्रमदान गर्नुको लागि। हुनुहुन्छ श्रमदान गर्नको लागि सबैजना।
एकदम श्रम भुवन दाई अनि ढुङ्गा एकदम होइन ठुल्ठुलो छ ओमन दाई अनि कस्तो लागिरहेछ त तपाईँलाई चाहिँ अलिक गम्बुट लाएर आउनु पर्थ्यो जुत्ता लाएर आउनु भएछ अनि हो काम गर्दाखेरि लाउने होइन त एकदम राम्रै छ नि त सरम जानको लागि बाटो बन्दैछ होइन यो पहिलो गर्दाखेरि खार्मीले सित्ताको पैया छिप्पीको दुःख पाएँ हजुर दुःख पाइरहेको थियो अनि आज चाहिँ हामी सबैजना छिप्पी पैया खार्मीको सबैजना यो श्रमदानमा आइ हजुर ल ठिक छ दाइ ल सबैजना भएर टक्क बनाउनु पर्छ बाटो यो बाटो नचलेको लगभग 1 वर्षभन्दा धेर भइसक्यो सबैजनाले दुःख पाइरहनु भएको छ आज चाहिँ यसरी आएर टक्क श्रमदान गरेर बाटो बनाइरहनु भएको छ छिटो ठ्याक्कै लोचा लाग्यो हेलो साथीहरू हामी चाहिँ आज श्रमदानमा लोच्चाको श्रमदानमा खार्मीबाट होइन 2टा गाडीमा आएर लोच्चाको पहिरो सोर्दैछौँ होइन अनि अहिले चाहिँ खाजा खाने टाइम भएकोले गर्दाखेरि खाजा खाँदैछौँ है चाउचाउ अन्त काका चाउचाउ खाँदै हुन्छ नि त श्रमदानमा आएर खाजा खाँदैछौँ यस्तो छ साथीहरू होइन आजको चाहिँ श्रमदान पराउँदैछ अघि देखाइदिएको टक्कै होइन अहिले चाहिँ खाजा खाने टाइम भएकोले गर्दाखेरि हामी आएको छौँ खाजा खाँदैछौँ साथीहरू यस्तै छ होइन अस्ति यो पहिरोले गर्दाखेरि निकै दुःख पाइरहेको थियो खार्मी यता पैया छिप्तीकोले गर्दा छिप्तीले सो अहिले चाहिँ हामीले यो बाटो चाहिँ खोल्ने भनेर आज श्रमदान गरिरहेछौँ साथीहरू यसरी होइन तपाईँलाई अघि देखाइहालेँ यस्तो छ साथीहरू एकछिनमा फेरि भेटौँ तपाईँलाई म श्रमदानको आज फुल भिडियो देखाउँदैछु तपाईँलाई अघिदेखि देखाउँदैछु आलु खाऊ आजको चाहिँ एकदम यो श्रमदानमा हाम्रो त आलु खुवाई हुन्छ लोच्चा खोलामा लोच्चा खोलाभन्दा घर देख्छ 2टा आलु एकदम मिठो मिठो घरमै फलेको यो अर्ग्यानिक हो भुरीमा फलेको अरे छिनो छिनो पर्ने अब यहाँ कति हाल्ने पर्छ छिनो नै हेलो साथीहरू आज चाहिँ अटोवाला साथीहरू सुमोवाला आजको लोच्चाको श्रमदानमा चाहिँ सबैजना सबै मेरो अटो सुल्टियो अटो तपाईँको हो सबै मैले भाडामा दिएको ए त्यसो चाहिँ हो हिसाबहरू सबै टाइममा आज बोलाएको भएर त्यही भएर आछ ए तपाईँले त्यही भएर बोलाएको हो सबै बोलाएको छ आज मेरो अटो यी सबै अटोहरू 6.5 लाख यार यी सबै हो सुमो अटो सबैजना आउनु भएको छ है यो लोच्चाको श्रमदानमा होइन श्रमदान चाहिँ पर भइरहेछ यो चाहिँ दिक्तेलबाट आएको अटो होइन किनभने यहाँबाट जाँदैन थियो त्यही भएर हाम्रो खार्मीले साथीभाइहरू सबैजना आउनुभएको छ होइन सुमोको साथीहरू पैया छिप्ती उता खार्मीको लेक गाउँ बर्खे बर्माली गाउँ जै खान्डाडा सबैजना साथीहरू आएर श्रमदानमा खटिराख्नु भएको छ अनि मैले चाहिँ यतापट्टि आएर सब भिडियो बनाएको यहाँ अटोको साथीहरू पनि आउनुभएको छ है यो चाहिँ निकै बेर भएको थियो निकै समय भएको थियो पहिरो गर्दाखेरि बाटो रोकिएको त्यो भएकोले गर्दाखेरि आजको श्रमदानमा यसरी काम भइरहेछ धमाधम यहाँ चाहिँ मेन चाहिँ ठेकदारले बिगारेको हो
तपाईँ पनि आउनुभयो बाजे श्रमदानमा बाजे तपाईँ पनि आउनुभयो श्रमदानमा आउनुभयो श्रमदानमा आउनुभएको ए भन्छ लै लै जय श्रमदान कि खे के दान होइन त हजुर अनि हाम्रो बाजेले त कति वर्षको बाजेले त बोक्दियो नि श्रमदानमा हाम्रो गुरुगाउँबाट बाजे पनि आइपुग्नु भएको छ है 100 वर्ष पुग्नु होला कि कति वर्ष पुग्नु भयो 97 त पक्कै पुग्नु भयो श्रमदानमा आज ढुङ्गा बोक्दै हुन्छ अहिले पनि यसो हामी ढुङ्गा बोकिँदैछु हेर्दा होइन भुवन सर दामी छ मान्छे आज चाहिँ जो 100 जना जति भएको होइन दामी लाग्यो म ढुङ्गा एउटा कति लैजाऊ भनेको कुन लैजाऊ मान्छे ल ल ल श्रमदान ल साथी हो ठिक छ नि श्रमदान त्यस्तो सम्मान त कहाँ घरको सामफाङ त गाह्रो पार्छ यो टोलीले युवादेखि लिएर बुढा महिला सबै जना आजको श्रमदानमा जुटेको छौँ लोचामा साथीहरू आज चाहिँ हामी है श्रमदानमा सबैजना जुटेको छौँ है ल है धमाधम काम भइरहेछ यो पहिरोले गर्दा निकै समयदेखि बाटो अवरुद्ध थियो त्यो चाहिँ आज सल्भ हुनेवालामा छ है साथीहरू हेलो साथीहरू हाम्रो चाहिँ यो श्रमदानमा आज जुटेको छौँ हामी यो खार्मी सिप्ती पैया बर्खे नुन्था बर्खेदेखि लिएर सबैजना हामी श्रमदानमा बाटोहरू चाहिँ लगभग सकिन आँटेको छ साथीहरू यो चाहिँ ठेकदारले अलिकति तलतिरको बाटो लथालिङ्ग छोड्दैले गर्दाखेरि यो चाहिँ श्रमदानबाट बन्दैछ रेडी है साथीहरू युङबा खाजी ल है साथीहरू श्रमदान राम्रो छ है सरहरूको खुदाइ राम्रो छ खार्मीले युवाहरू जल्दो बल्दो ठिक छ नि होइन सर श्रमदानमा यतिको चाहिँ खटिँदैछ आज हाम्रो बाटो लगभग खुलिसकेको छ आज चाहिँ है साथीहरू यो लोचाको बाटो हुरुमबाट खार्मीसम्म खार्मी फेरिसम्म जान्छ है के भयो तिनीहरू धेरै हल्ला गर्न थाल्यो वर्ष पुग्नुभयो कति वर्ष पुग्नुभयो 88 ए श्रमदानमा आउनु भएको छ श्रमदानमा आउनुभयो 89 हजुर हाम्रो खुमा चाहिँ तकडै हुनुहुन्छ अहिले 94 सालको मान्छे पो त अहिलेको मान्छे हो प्रभुराम श्रमदानमा कस्तो भइरहेछ त भन्नु त अलिक ठुलो समय कस्तो लाग्यो त बुबा चाहिँ श्रमदान गर्न आउँदाखेरि एकदम राम्रो उज्यालो पत्रै पत्र आउनु पर्यो तपाईँहरूले बोल गरेर मैले त गरिसकेँ त पहिला म यो बाटोलाई पहिला एउटा र पनि बुढा भएपछि आउनुभयो नि त बुढा भएपछि आउनुभयो अहिले पनि आउनुभयो आएको नि अघि बिहानै आएको म मुढोतिर लगिजालको जमरा झर्ने मुढो बोकेर आफै ढुङ्गा बोक्नु भएको
ल साथीहरू फाइनल्ली हामीले आज के भन्छ श्रमदानबाट यो लोछाको पहिरो चाहिँ हामीले क्लियर गऱ्यौँ। अब यो यतापट्टि वाल लाएर होइन यो उतापट्टि वाल चाहिँ हुन्छ छुट्याउँ है त। ठेकदार साहबले अलिकति मिस्टेक गरेकोले गर्दाखेरि पहिरो गइरहेको थियो यहाँनिर गाडी छिर्नु गाह्रो भएको दामी भएको थियो नि त। सो हामीले आज चाहिँ फाइनल्ली यो पैया चिप्ती खार्मी लेकगाउँ बर्मली गाउँ सबै खान्डारा सबै मिलेर अनि यता हाम्रो गुरुजीहरू मिलेर यातायात व्यवसायहरू आएर सबै मिलेर हामीले चाहिँ फाइनल्ली साथीहरू यो बाटो चाहिँ खुलेको छ है। तर अहिले मालबाग के भन्छ मालबाग गाडीहरू चाहिँ सवारी साधनहरू चाहिँ अलिकति जाँदाखेरि अलिक जोखिम छ। सो त्यही भएर तपाईँहरूले अलिकति गाडीको जोखिम छ, सानो गाडी दुःख सुख गरेर जान्छ। गाबेल चाहिँ देखाउँदा कस्तो छ, गाबेल त पक्का गाबेल हो नि हैन, खतरनाकको गाबेल होइन टेक्दार भागेर अनि हामीले श्रमदानबाट आएछ खोलाइमै बाटो साथीहरू सुमो अटो चाहिँ मजाले छिर्छ है। ल तपाईँहरू आउनु सक्नुहुन्छ खार्मीमा। ल आजको श्रमदानबाट होइन हामीले यो सुमो अटो छिर्ने ठाउँ चाहिँ बनायौँ है। ल बाटो बनायौँ, सक्सेस भयौँ हामी बाटो बनाउनुको लागि। अब हामी टक्कसँगले अटो सटोमा चढ्ने यहीँ हो त हामी साथीहरू। आज चाहिँ आजको श्रमदान सकेर पनि हामी फाइनली साथीहरू बाटो खुलाएर पनि हामी घरतिर लागेको अवस्था हो होइन भान्जा। जाडो छ हैन, जाडो चाहिँ जाडो छ होइन। अब हामी जानुपर्ने हुन्छ है साथीहरू। ल फेरि भेटौँ है त पछि। अब श्रमदान यस्तै हो हाम्रो गाउँघरको। हेर्दै गर्नु होला मेरो फुल भिडियो हेर्नु धन्यवाद। म अघि नै भनिसकेँ म ट्र्याक्टर पनि ल्याउँदिनँ होइन, डिल मैले झाडा चाहिँ अर्जुन मामाले भने जस्तो हुन्छ, अलिक कम भन्नुभयो जस्तो छ। यो श्रमदानको बारेमा केही भनिदिउँ न त। श्रमदानको बारेमा के भन्नु, अब सबैजना भेला भएर ठुलो ठुलो श्रमदान गरे होइन। हर्का साम्पाङको भन्दा ठुलो श्रमदान भइरहेको छ आज होइन आमा? हजुर हर्का साम्पाङको भन्दा ठुलो श्रमदान भइरहेको छ। हो कतिलो भइरहेछ? हर्का साम्पाङले भन्थे देशको माटो भन्थे, आज हामीले माटोलाई चाहिँ एकदम रोड बनाइरहेको छौँ होइन, टक्क मिलाएर। फाइनली साथीहरू फाइनली आज बाटो खुल्दैछ। ट्र्याक्टर ल्यायो भने चाहिँ 15,000 देखि 20,000 जरिपाना हो। एक सरे गाह्रो छ, एक सरे वाल छ, त्यही कारणले तपाईँहरूलाई अहिले रोकेको जस्तो नसोच्नु होला, किनकि बाटो एक सरे गाह्रो भएकोले अनि ट्र्याक्टर ल्याइदिनु भयो भने यहाँ बाटो जोखिम छ। जिपलाई अहिले काठमाडौँ चढाउनको लागि हामीले दुःख सुख गरेर अहिले 50-60जनाले चाहिँ मर्मत गरेका छौँ। 80जना हो ए मैले गन्न भुलेछु। 80जना जस्तो श्रमदान आउनु भएको छ यहाँ हाम्रो। मेरो त नामै आउँदैन के। लोचाको पहिरो ल हामी सबैजना मिलेर यहाँ आजको लोचाको पहिरो चाहिँ सोधिसक्यौँ साथीहरू। आज दुःख सुख अब जिप सुमो अटो चाहिँ छिर्ने भएको छ है। बाखरसम्म अटोमा लागेर गएको चढ्नु अब जान्छ अब म